गुणरत्नमाला सज्जन र दुर्जनका चिन्ह। दोषैलाई गराई सद्गुण सखे बोल्छन् गति लाजन। अर्काका गुणलाई दूषित गरी फैलाउँछन् दुर्जन। नुनिलो जलमै गले लगी मिठो पारेर वर्षाउँछन्। आलो दुध पिएर सर्पहरूले साक्षात् विषय पार्दछन्। नाना विषय लज्जा भापछि गहना के हो, विद्या भापछि धन के हो। कपटी जो हो सर्प उही हो, मतलबी बन्धु यही आगो हो। क्रोध यही हो पक्का शत्रु, धर्म सबैको साथी हो। माता शरीका ओखती छैनन्, मित्र पतिव्रता पत्नी हो। आयु बढाउनेले यति 8 काम नगर्नु। अल्छी भइरहँदा पवित्र नहुँदा आचार छाडिदिँदा। जस्तो अन्न जहाँ तहाँ जतिसुकै बेला मिलोस् खाइदा। अभ्यास श्रुति शास्त्रको नगरिदा, चिन्ता र सुर्तालिदा। आयु घट्दछ मिल्छ झटपट सके संसारबाटै बिदा। सम्मान मानै ब्राह्मण हो न खोज कहिले, यो मानदेखि डर। यसलाई विष झैं घृणा गर परे, तर्केर बस्ने गर। अर्काको गर खुब मान मनितो, आफू नखोज्ने गर। यस्तो गर्नु र झन हुनेछ बढ्ता, तिम्रो सधैँ आदर। सम्पत्ति सुख अब मन परमात्मा, तर्प फिर्का त बुद्धि। धन धन भनी हिँड्ने छाडिदे यो कुबुद्धि। उति धन मिली गई गो कर्म तेरो जति थियो। खुसी रहु किन थोरै, कर्मले धेर मिल्थ्यो। धनिक बनुमा ठुलो भई बसौला त भन्लास्। तर अहित छ यसमा लोक दोटै बिगार्लास्। अधिक धन हुनेको दुर्दशा हेर्न जान। कति रछ डर शङ्का बैर चिन्ता हरान। तन धन सुत धारा बन्धु वर्ग दिसारा। कति दिन रहने हुन् को छ यसको सहारा। कसरी किन म आए जानु पर्ने कता छ। कति चिजसँग जाला यो सबै गुन्नु परेछ। धन जन र जवानी मा भरोसा गरेर। मम मम भनी गरेछस् के अहङ्कार धेर। यही वरिपरि घुम्छन् काल भोका शिकारी। कहीँ तकन नखाउन् बाण हानेर मारी। असली घर छ अन्तै खाली रित्तै छ अहिले। अब उस घरमा गए बस्नु पर्ने छ तैँले। उही पनि यहीँकै झैँ भोक लाग्ने छ भाइ। शिव शिव पछि खाने के छ तेरो कमाई। शिव शिव पछि खाने के छ तेरो कमाई। कान्ता वियोग वैराग्य यो संसार असार हो बुझिसके। आफ्नो यहाँ के छ र पत्नी पुत्र शरीर सम्पत्ति सबै छन् ईश्वरैका भर। मेरो भन्नु वृथा छ कर्म गतिले 84 मा डुब्दछौँ। मेरो यो यति हो भनेर बिचमा व्यर्थै कतै झुल्दछौँ। यस्ता जन्म बिते हुनन् अघि कति, उद्योग भो हो कति। पत्नी पुत्र शरीर दौलत भए जन्मै पिछेका कति। आफ्नै थे सबती भने किन छुटे, अहिले म एउटै किन। तस्मात् केही पनि छैन आफ्नो बसमा, यही सोच रातौँ दिन। तस्मात् केही पनि छैन आफ्नो बसमा, यही सोच रातौँ दिन।